नमस्ते, म रन्जुस रेसिपीबाट मैले चाहिँ आज सिद्रा माछा लिएर आएको छु। मैले सुरुमा पानीमा मजाले भिजाएँ भनौँ न, अब उमालेर पखालेँ। त्यस पछाडि अर्को पानीले पखालेँ अनि त्यस पछाडि एउटा कराईमा तेल हालेर तेलमा चाहिँ मैले त्यो सिद्रा माछा फ्राई गर्दैछु। मजाले रातो रातो हुने गरी फ्राई गरिसकेपछि त्यसलाई चाहिँ म अब एउटा राम्ररी रातोसम्म भइसकेपछि हजुरहरूले चाहिँ सिद्रा माछा कसरी फ्राई गरिसिन्छ नि, मैले चाहिँ यसरी सिद्राको पनि अलिक ठुलो खाले हो माछा परो यो चाहिँ। अनि त्यस पछाडि मैले निकालेँ एउटा प्लेटमा त्यो तारिसकेको माछा। सबैलाई म यसरी नै निकाल्दै जान्छु। धेरै छैन तर यो माछा चाहिँ है अब खानासाना नरुचेको बेलामा चाहिँ अलिक राम्रो हुन्छ। अनि सबै निकालिसकेपछि मैले त्यही तेलमा एउटा तेजपत्ता हालेँ। अनि तेजपत्ता हालिसकेपछि मैले त्यसमा हर्का सर्स्यौँ मैले लसुन र सर्स्यौँ चाहिँ पिसिरहेको थिएँ। अनि त्यो हालेर मजाले रातो हुने थिएँ। अनि त्यस पछाडि प्याज पनि मैले त्यस्तै पेस्ट बनाएँ, किनभने त्यति भयो भने अलिकति पेस्ट बनाएर भने चाहिँ अलिक ग्रेभी राम्रो पनि हुन्छ नि त बाक्लो। त्यही भएर अनि फ्राई गरेँ, त्यसलाई रातो हुने गरी फ्राई गरिसकेपछि मसलाले तेल छुटिसकेपछि मैले चाहिँ अनि प्याज लसुन अदुवा सर्स्यौँ सबै हालेर यतिको रातो बनाएर फ्राई गरिसकेपछि चाहिँ मैले चाहिँ प्याजको पेस्ट पनि हालेँ है। प्याजको पेस्ट हालेर प्याज पनि मजाले पानी तेल छुट्ने गरी हालिसकेँ। अनि त्यसरी मजाले भुटेर पानी सुकेर तेल निस्किएपछि चाहिँ अनि मसलाले तेल छोडेपछि चाहिँ अनि मैले चाहिँ के हालेँ भन्दाखेरि टमाटरको पनि पेस्टै बनाएँ। टमाटरको पनि पेस्ट बनाएँ भने मैले अघि भनिहालेँ बाक्लो रस हुन्छ। अनि त्यो टमाटर पनि यतिमा पकाउनुपर्छ कि त्यो मसलाबाट जसरी अघि तेल छुटेको थियो नि त्यसरी नै छुटेपछि चाहिँ यो टमाटर पनि पाको भन्ने बुझ्छ, माछा बनाउने हुन्छ, बास्ना नमिठो हुने हुन्छ। त्यही भएर मैले त्यस पछाडि चाहिँ मसलाहरू फिस मसला जिराको धुलो मिक्स मसलाहरू लगाएँ। त्यस पछाडि नुन पनि लगाएँ। अनि त्यसलाई राम्ररी लगाइसकेपछि राम्ररी मिक्स गरेँ। यतिकै मिक्स गरेर एकछिन पकाइसकेँ। मैले मसला पनि हालिसकेँ, नुन पनि हालिसकेँ, मैले लगभग सबै नै मसला हालिसकेँ। अब यस पछाडि चाहिँ हामीले कति खाने पानी कतिको रस खाने भनेर हामीले त्यही अनुसारले मैले आफ्नो परिवारलाई पनि रस हालेँ। अनि त्यस पछाडि त्यसलाई पनि चलाएँ। अनि मजाले उम्लेपछि मैले माछा पनि हालेँ। माछा हालेपछि त्यसलाई मजाले उमाल्नुपर्छ, किनकि सिद्रा माछा हो फ्राई गरेको छ। मजाले उमाल्यो भने राम्ररी मिठो स्वादभित्रसम्म जान्छ। र यतिको बनाउँछु। यतिको बनाइसकेपछि चाहिँ मैले त्यस पछाडि कागती हालेँ। कागतीले चाहिँ हल्का स्वाद दिन्छ। अनि कागती हालिसकेपछि अनि त्यस पछाडि खानाको लागि लगभग रेडी नै हुन्छ। अनि मैले अब धनियाँ हालेर रेडी गर्छु। मैले धनियाँ चाहिँ कागती चाहिँ मैले यतिसम्म हालेँ। अब म चाहिँ धनियाँ हाल्छु र रेडी हुन्छ। हस् त, धन्यवाद सबैजनालाई।